हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ दार्जिलिङ 10K छ अफ ट्र्याक मोटिभेसनले अर्गनाइज गरेको र ट्राफिकले गर्दाखेरि चाहिँ आज एकदम छिट्टो बिहानै उठेर जानु पर्दैछ। अहिले 3:30 बज्यो, अब निस्किएको। रसिकले कुनै टाल्दैछ सेफ माथि टाल्दैछ। यो सेफ सोइलको चाहिँ एउटा क्याम्पेन रहेछ हो, अन्त माटो बिग्रिँदैछ, सोइललाई पनि सेभ गर्नुपर्छ भन्ने क्याम्पेन छ आज चाहिँ। पनि जुम्बा सिस्टम हुँदैछ अहिले चाहिँ, सबैजना जुम्बा गर्दैछ, हल्का फुल्का जुम्बा गराउनु हुने बेलामा चाहिँ एकदम जानु पर्छ। कुद्यो गडाहरू कुद्यो। अहिले चाहिँ हाम्रो 10K दार्जिलिङ 10K स्टार्ट भयो। राजीव यता यहाँ मेगेन सोम्बे आज चाहिँ बिस्तारै आरामसे। अहिले चाहिँ जूको मुनि आइपुग्यो हाम्रो रन कुद्दैछ सबैजना। सरी आज नयाँ मान्छे थुप्रै छ, पुरानोमा अलिक कम्ती छ, आज चाहिँ नयाँहरू बेसी छ। अहिले जाँदैछ हाम्रो म्याराथन, यसरी सबजना छ, राम्रो छ। आज चाहिँ यो डिफ्रेन्ट रुट हो, रोपवे देख्दैछ अहिले, रोपवेबाट ओह्रालो चित्रेसम्म जानुपर्छ अरे। यो चाहिँ युटर्न भेटायो, फेरि उकालो अपेल जुस खाइकन ओके। रामकृष्ण मिसनको यहाँ चाहिँ ठुलो बिल्डिङ रहेछ। यो चाहिँ हो दार्जिलिङको फेमस तेन्जिङ नोर्गे रक, यानि कि तेन्जिङ रक। र आजको बाटो चाहिँ नयाँ हो। कुद्दा कुद्दै एउटा अर्को पनि भेट्यो, बहिनीमा अघिदेखि हामीसँगै छ, कन्टिन्यू अफ ट्र्याकको हो। यो चाहिँ एनपी स्कुल दार्जिलिङको अपेल कुदाइ हुँदैछ अहिले। गभर्मेन्ट कलेजको माथि माथि आउँदैछ, कसैबाट लस्करे धावकहरू। कुद्दा कुद्दा हाम्रो यहाँ दार्जिलिङको फेमस रनर रिता दिदीलाई पनि भेट्यो। गुड मर्निङ र दिदीसँग कुद्नु पायो। अस्ति उहाँ चाहिँ 32 तेन्जिङ नोर्गे 32 को चाहिँ सेकेन्ड हो ओपन क्याटेगोरीमा।